देश गइरहनु पर्दैन। 1.5 लाख कमाउनलाई बाहिर जान पर्दैन। जस्तो तपाईले नेपालमै सम्भावना त्यो बाहेक अब तपाईले कारखाना पनि छ भन्नुभयो हैन? हजुर। कारखानामा चाहिँ तपाईले के उत्पादन गर्नुहुन्छ? त्यहाँ चाहिँ मेरो त्यही हो, यहाँ चाहिँ अब अर्डर हुन्छ, कटिङ सटिङ हुन्छ, अनि त्यहाँ चाहिँ कालीगढ केटाहरू छन्। विदेश गइरहनु पर्दैन। 1.5 लाख कमाउनलाई बाहिर जान पर्दैन। जस्तो तपाईले नेपालमै सम्भावना ल साथीहरु, यो चाहिँ हाम्रो खाँदबारीमा आइसके पछाडी चाहिँ अल्लोको कपडा कसैलाई चाहियो भनेदेखि चाहिँ यहाँ उहाँलाई सम्पर्क गर्न सक्नुहुने रहेछ हैन? यो अल्लो चाहिँ तपाईहरुले ठ्याक्कै कहाँबाट किन्नुहुन्छ तपाईहरुले? हाम्रो यही सङ्घसभामै यो सिलिचुङ भन्ने एउटा गाउँपालिका छ हैन? हजुर। त्यहाँ उत्पादन हुन्छ स्पेशली। जो अल्लो भन्नाले सिस्नु? हजुर, सिस्नु हो, यो सिस्नुबाट बनेको। योबाट के बन्छ? कोटहरु? यो कोट हैन? हजुर। अनि तपाईको ब्यागहरु। हजुर। यसको टोपी झोला सबै बन्छ हजुर, क्याप बन्छ। ए सबै चीज बन्यो है? सबै बन्छ हजुर। हजुर। यसको मूल्य चाहिँ अलिकति महँगो होला सायद? यो एउटा कोटलाई तपाईको होलसेलबाट लिन सक्दाखेरि 2200 रुपैयाँ पर्छ। ए हजुर। नत्र पर पिसलाई 2500 रुपैयाँ पर्छ। ए हजुर। अहिले यहाँ तपाईले बनाउनु भएको कुनै त्यस्तो चीजहरु छ त? जस्तै चाहिँ अल्लोबाट बनेको कोटहरु? कसरी हेरौँ न त कस्तो रहेछ तपाईसँग ल? आहा ल, यस्तो राम्रो सामान चाहिँ उहाँको टेलरमा बन्दो रहेछ है। यो चाहिँ साथीहरु खाँदबारी कोही आउँदै हुनुहुन्छ भने अल्लोको कोट चाहिएमा उहाँलाई सम्झिनु पर्ने भयो हैन त? हजुर। यसको चाहिँ कति पर्यो? त्यसलाई चाहिँ अहिले हामीले कम्प्लिट गरेर दिँदाखेरि तपाईको 7000 रुपैयाँ पर्न जान्छ। ए 7000 मात्रै? हजुर। ओहो ल, एकदम राम्रो देखियो हाम्रो सरलाई। खाँदबारीमा कोही साथीहरु आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ अल्लोको कोट र टोपी लिएर जानुपर्ने देखियो। अब यो चाहिँ विशेष गरेर नेपाली उत्पादन पनि हो। हजुर। अब यहाँ सङ्घसभाकै उत्पादन हो। हजुर। यसको विशेषता चाहिँ के हुन्छ सर? यो चाहिँ तपाईको एकदमै सुटेबल, शरीरलाई असर नगर्ने, हाम्रो शरीरको स्किनलाई चाहिँ एकदमै सुटेबल गर्ने जस के क्वालिटी हो क्या यो। यसले असर नगर्ने, जाडामा तातो, गर्मीमा शीतल। ए हजुर। यसको चाहिँ फाइदा यो छ। सम्पूर्ण दर्शकवृन्दहरूलाई हार्दिक नमस्कार अनि स्वागत छ। अहिले ठ्याक्कै हाम्रो खाँदबारी नगरपालिकामा चाहिँ हाम्रो एकजना यहाँ दाइले चाहिँ यहाँ टेलरिङको काम गर्नुहुँदो रहेछ। ठ्याक्कै उहाँको पसल चाहिँ युनिक टेलर भनेर छ है। ल दाइ, तपाईँलाई हार्दिक स्वागत गरेँ मैले तपाईँलाई। धन्यवाद। हजुर। तपाईँको यो टेलरिङ सेन्टरको नाम भनिदिनुहोस् न। मेरो टेलर पसलको नाम चाहिँ युनिक टेलर्स। हजुर। तपाईको यो जुन टेलर्स चाहिँ ठ्याक्कै कहाँ छ भनिदिनु पर्ने भयो तपाईँले? मेरो पसल चाहिँ अब अहिले यहाँ पनि हो हैन? अलिकति मासतिर पनि छ कारखाना। ए हजुर। तपाईँले भनेपछि चाहिँ कारखाना पनि सञ्चालन गरिरहनु भएको छ? हजुर हजुर। अहिले तपाईँले यो टेलरिङबाट के सेवाहरू दिइरहनु भएको छ त? मैले स्पेसली चाहिँ कोट पेन्ट सर्ट, हजुर, दौरा सुरुवाल, हजुर, हाम्रो नेपाली पोसाक, हजुर हैन? हजुर। अनि अन्य सबै छ, कलेजका ड्रेसहरू, निजामती कर्मचारीहरूका ड्रेसहरू, हजुर। जस भनेपछि स्कुलका ड्रेसहरू हैन? सम्पूर्ण बन्छ। भनेपछि चाहिँ खाँदबारी बजारमा कोही साथीहरू आउँदै हुनुहुन्छ र उहाँलाई टेलरिङसँग सम्बन्धित केही सेवा चाहियो भनेदेखि तपाईँलाई सम्पर्क गर्नुपर्ने रहेछ हैन? हजुर हजुर। कोही साथीहरू जस्तै अब कोट पेन्ट सर्ट सिलाउन उहाँहरूलाई चाहिँ जस्तै मानिलिनुहोस् अब स्पेसली बनाउन उहाँहरूलाई चाहिएको छ भने हजुर युनिक टेलरमा आउनुभयो भने उहाँहरूलाई एकदमै राम्रो फिटिङमा बनाएर दिन सकिन्छ। भनेपछि दाइले एकदमै सर्वसुलभ मूल्यमा चाहिँ आफ्नो सेवाहरू दिइरहनु भएको रहेछ? हजुर हजुर हजुर। ए ठिक छ। अनि अब त्यो बाहेक अब तपाईँले कारखाना पनि छ भन्नुभयो होइन? हजुर। कारखानामा चाहिँ तपाईँले के उत्पादन गर्नुहुन्छ? त्यहाँ चाहिँ मेरो त्यही हो, यहाँ चाहिँ अब अर्डर हुन्छ, कटिङ सटिङ हुन्छ, अनि त्यहाँ चाहिँ कालीगढ केटाहरू छन् होइन, त्यहाँ बनिन्छ। अहिले तपाईँले प्रत्यक्ष रूपमा कतिजनालाई रोजगारी दिइरहनु भएको छ? अहिले 5 जनालाई। 5 जना मान्छेहरूलाई रोजगारी पनि दिइरहनु भएको छ प्रत्यक्ष रूपमा? हजुर हजुर। धेरैजना साथीहरूले भन्नुहुन्छ कि नेपालमा सम्भावनै छैन होइन, तर तपाईँले त नेपालमै रहेर पनि 5 जनालाई चाहिँ प्रत्यक्ष रूपमा रोजगारी पनि दिइरहनु भएको रहेछ होइन? नेपालमा के सम्भावना परेछ नि त होइन? छ नि सर, अब राम्रो काम गर्न पर्यो। हजुर। राम्रो काम भयो भने अब सबै साथीहरूलाई अब तपाईँको आइहाल्छ। राम्रो भएर चाहिँ त्यो त हो होइन? हजुर। फिटिङ हुनु पर्यो, सिलाइ फिनिसिङ हुनु पर्यो। हजुर हजुर। सबै कुराहरू भयो भने अब नचल्ने भन्ने हुँदैन, काम चलिरहेकै छ होइन? हजुर। अहिलेसम्म अब त्यस्तो काम नभएर त्यतिकै खाली बस्नु परेको छैन।
स्पेसली अब मेरोमा चाहिँ तपाईँको दौरा सुरुवाल कोट प्यान्ट 5 जना रोजगारी दिइरहनु भएको छ भनेपछि त तपाईँको आम्दानी पनि राम्रै हुँदो सायद ठिकै हुन्छ भनौँ न। जस नर्मल्ली कोही नेपालीले विदेशमा गएर कमाउने भन्दा धेरै नै सम्भव तपाईँको आम्दानी हुन्छ जस्तो लाग्यो मलाई। हजुर ठिकै हुन्छ जस अब राम्रो भनेर त्यत्रो धेरै नै होइन, हजुर नराम्रो भनेर अब तपाईँको नराम्रो नै होइन, जस सम्भावना छ है भन्ने सन्देश पनि दिइरहनु भएको रहेछ। तपाईँसँग भेटेर साह्रै खुसी लाग्यो है। अनि अन्तिममा के भन्न चाहनुहुन्छ? किन्न म जस्तै अब सङ्घसभा आउनुहुन्छ कुनै साथीहरू कपडा सिलाउनको निम्ति हो भने युनिक टेलरलाई सम्झिनु होला होइन। हजुर उहाँहरूलाई एकदमै सरल रूपमा राम्रो फिनिसिङ गरेर होइन हजुर काम गरेर म दिन सक्छु। तपाईँलाई चाहिँ जस्तै प्रि अर्डर गर्नु पऱ्यो भने सम्पर्क नम्बर छ कि छैन तपाईँको? सम्पर्क नम्बर छ हजुर। हजुर सम्पर्क नम्बर पनि भनिदिनुहोस् न। मेरो 98520 99526 छ। ए हजुर जसको अनलाइन सेवाहरू त त्यस्तो छैन नि है? त्यस्तो अनलाइन सेवा चाहिँ छैन। त्यो कन्ट्याक्ट गर्नुभयो र अब उहाँहरूसँग कुरा गर्न सकेँ मैले भने हजुर त्यस पछाडि अर्डर पनि हुनसक्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद।